के भयो भाइ? खै त के भयो कि चाहिँ है एकैछिन के हो तिमीलाई टाइम लाग्ने हो? म तिम्रो पे गरिदिन्छु अनि अर्को राइड बुक गरेर जान्छु नि त म हुन। मेरो साथीको ग्यारेज चाहिँ 5 मिनट टाढा म त्यसलाई फोन गरेर बोलाउँछु नि है 5 मिनट पर्खिनुहुन्छ बोलाउनु त यार त्यसो अब यार। हेलो किन सुन न त्यो सौरा जाने बाटोमा आउँदै गर न स्कुटी बिग्रियो कि मेरो त्यो गुप्ता दाइ छ नि घर अगाडितिर हो त्यो 200 मिटर अगाडि ल ल त्यो दाइ त्यहाँ जुस खाँदै गऱ्यो नि बरु यहाँ के कुरेर बसिराख्नुहुन्छ तपाईँ यसो गर नि त तिमी नि आउनु त्यसो भए। म पनि आउन त 5-10 मिनट के गर्छौ त्यहाँ एक्लै जाऊ। दाइ तपाईँलाई ढिला भइरहेको थियो होला सरी है के भयो कि ठिकै छ यार। तपाईँको साथीहरू झन् कुरिरहेको होला त्यहाँ मेरो फेरि सधैँ यस्तै हुने कि केही काम गर्ने भन्दा अगाडि बिग्रेको केही न केही सबैको यस्तै नै हो यार ब्रो। अनि तपाईँ कता बस्यो दाइ कता दाइ नजिकै हो बकुलरतिर यार। हो र मेरो पनि त्यतै हो दाइ त्यो जय मङ्गलम चोक अनि के गर्नुहुन्छ दाइ के काम म अहिले पढिरहेको छु यार ब्याचलरमा हो लास्ट इयर। म पनि लास्ट इयरै हो दाइ सेम एजको रहेछौँ क्या होला ब्रो होला। अनि यता चाहिँ तपाईँ रिसेन्टली कि बच्चैदेखि रिसेन्टली नै हो यार म पढ्न लागेको हो म रुम लिएर बसेको छु। अनि तिम्रो चाहिँ के हो? मेरो त घरै हो दाइ मम्मी र म बस्छौँ। अनि बाबा? बाबा त म बच्चे हुँदादेखि एउटा केटीसँग भाग्नु भएको अरे मम्मी र मलाई छोडेर त्यसपछि मैले अहिलेसम्म देखाएको छैन अनि तपाईँको दाइ मेरो त घरै छन् यार बाबा कतै नि भागेका छैनन्। ठिकै दाइ सबैको बाउ भागे भने त साइकै हुन्छ नि अब हजारै भयो त ब्रो तिम्रो साथीहरू त कुरै छ होला झन् एउटा कुरा भनौँ ब्रो भन न तेरो कोही साथीहरूले वेट गरेर राखेन यार म एक्लै जानु लागेको हो सौरा। तिमीले सुरुमा लास्ट चाट्यौ नि त अनि मैले पनि ढाँटिदिएको गाडीलाई ढाँट्दा मजा आउँछ नि त ब्रो। ल तिमीलाई एउटा कुरा भन न ब्रो। प्यासेन्जरलाई ढाँट्न नि मजै आउँछ नि ब्रो ल ब्रो तिम्रो डेस्टिनेसन आइपुगे जस्तो छ ल ब्रो हाम्रो घरतिर नि आउनु है मेसो मिलाएर के हो यार? राइडर चाहियो भने कल गर न है फर्किँदाखेरि हुन्छ म कल गर्छु नि तिमीलाई चाहियो। निस्केको